साथीहरू हामीले चाहिँ 1 देखि 11 सम्म चाहिँ पार्ट 1 मा छलफल गरिसकेका छौँ। अब पार्ट 2 मा चाहिँ हामी 12 देखि 19 नम्बरसम्म चाहिँ सम्पूर्ण प्रश्नपत्रहरूको हल गर्नेछौँ है त। ल ढिला नगरी सुरु गरौँ। मार्शलको अर्थशास्त्रको परिभाषा व्याख्या गर्नुहोस् भनेको छ। नव अर्थशास्त्रीहरूका अगुवा प्रसिद्ध ब्रिटिस अर्थशास्त्री अल्फ्रेड मार्शलले सन् 1890 मा प्रकाशित आफ्नो पुस्तक प्रिन्सिपल अफ इकोनोमिक्समा उनले अर्थशास्त्रको मानव जातिको भौतिक कल्याण वृद्धि गर्ने गतिविधिसँग सम्बन्धित विषयको रूपमा परिभाषित गरे। उनको शब्दमा अर्थशास्त्र भनेको साधारण व्यवसायको सम्बन्धमा मानव जातिको अध्ययन हो। यसले व्यक्तिगत र सामाजिक कार्य त्यो भागको अध्ययन गर्छ जुन भौतिक कल्याणको प्राप्ति र निकट हुन्छ भनेको छ। अनि मार्शलको अर्थशास्त्रको परिभाषाका विशेषताहरू निम्न छन्। अर्थशास्त्रको प्रमुख विषय मार्शलका अनुसार अर्थशास्त्रको अध्ययन मुख्य एक विषय मानिस र उसको भौतिक कल्याण हो, धन होइन भनेको छ। सामान्य मानिसको अध्ययन। यस परिभाषाका अनुसार अर्थशास्त्र भौतिक कल्याण अधिकतम गर्नका सामान्य व्यक्तिहरूले गर्ने प्रयत्नसँग सम्बन्धित छ भन्छ। अनि भौतिक कल्याणको अध्ययन भन्छ। मार्शलका अनुसार अर्थशास्त्रमा भौतिक कल्याण मात्र अध्ययन गरिन्छ जसलाई मुद्राको माध्यमबाट मापन गर्न सकिन्छ। माया प्रेम भक्तिभाव आदिबाट प्राप्त हुने अभौतिक कल्याणलाई अर्थशास्त्रमा अध्ययन गरिदिने भन्छ। सामाजिक विज्ञान। मार्शलका अनुसार अर्थशास्त्र एउटा सामाजिक विज्ञान हो जसले समाजमा बस्ने सामान्य मानिसहरूका आर्थिक समस्याहरूबारे अध्ययन गर्दछ भन्छ। आदर्श विज्ञान। अर्थशास्त्रले समाजमा बसेका मानिसहरूको आफ्नो आम्दानी कसरी खर्च गर्ने भन्ने कुराको अध्ययन गर्दछ भन्छ। त्यसैले यो आदर्श विज्ञान हो भन्छ। अनि यस प्रकार मार्शलले अर्थशास्त्रलाई मानिसहरूको भौतिक कल्याण प्राप्तिका लागि गरिने धनको अध्ययन गर्ने अर्थशास्त्रको रूपमा प्रस्तुत गरेका छन् भन्छ। अनि अथवा पनि आउँछ। यो अथवामा चाहिँ श्रम भनेको के हो, यसका विशेषताहरू व्याख्या गर्नुहोस् भन्छ। आय आर्जन गर्नको उद्देश्यका साथ मानवद्वारा गरिएको शारीरिक वा मानसिक प्रयत्नलाई श्रम भनिन्छ। यसकारण श्रम उत्पादन प्रक्रियामा समावेश गर्ने शारीरिक मानसिक प्रयत्न हो भन्छ। श्रमका विशेषताहरू। श्रमबाट मानिसलाई अलग गर्न सकिँदैन भन्छ। भूमिलाई भूमिपतिबाट र पुँजीलाई पुँजीपतिबाट अलग गर्न सकिन्छ तर श्रमलाई श्रमिकबाट अलग गर्न सकिँदैन भन्छ। श्रम गर्नका लागि श्रमिक आफै निर्दिष्ट स्थानमा पुग्नुपर्छ। त्यसैले श्रमिक बिरामी परेको बेलामा आफ्नो श्रम बिक्री गर्न सकिँदैन भन्छ। नाशवन्न हुन्छ। श्रम उत्पादनको नाशवन्न साधन हो भन्छ। यसलाई जोगाएर राख्न सकिँदैन अर्थात् श्रमको सञ्चय हुँदैन भन्छ। उत्पादनको सक्रिय प्रक्रिया भन्छ। श्रम उत्पादनको सक्रिय साधन हो। भूमि र पुँजी उत्पादन निष्क्रिय साधन हुन्। श्रम बिना यी साधनहरू स्वयंले उत्पादन गर्ने कार्य प्रारम्भ गर्न सकिँदैन भन्छ। श्रम उत्पादनको गतिशील साधन हो। श्रम उत्पादनको गतिशील साधन हो, भूमि जस्तो स्थिर साधन होइन भन्छ। श्रमिकले आफ्नो श्रम मात्र बेच्छ आफूलाई होइन भनेको छ। श्रमिकले आफ्नो श्रम मात्र बेच्दछ आफूलाई होइन। दासप्रथामा हुँदासम्म श्रमिकले आफ्नो शरीर नै बिक्री गरिन्थ्यो भन्छ। अनि मागको नियमको व्याख्या गर्नुहोस् भन्छ। मागको नियम प्रतिपादन अल्फ्रेड मार्शलले सन् 1890 मा उनको पुस्तक प्रिन्सिपल अफ इकोनोमिक्समा गरेका थिए। मागको नियमले कुनै एक वस्तुको मूल्य र माग बीचको विपरीत सम्बन्धलाई देखाउँछ। वस्तुको मूल्य बढ्दा उक्त वस्तुको माग परिणाम पनि कमी आउँछ भने मूल्य घट्दा माग परिणाममा वृद्धि हुन्छ भन्छ। प्रोफेसर मार्शलका अनुसार मूल्यमा भएको कमीसँगै माग परिणाममा वृद्धि हुन्छ भने मूल्यमा भएको वृद्धिसँगै माग परिणाममा कमी हुन्छ भन्छ। माग नियमका मान्यताहरू के छन् भन्दाखेरि उपभोक्ताको आम्दानी यथावत रहन्छ। उपभोक्ताको रुचि तथा स्वादमा परिवर्तन हुनु हुँदैन। अनि जनसङ्ख्याको आकार परिवर्तन हुँदैन। सम्बन्धित वस्तुको मूल्य यथावत रहन्छ। वस्तुको प्रचार खर्चमा परिवर्तन हुँदैन। माग नियमलाई निम्नलिखित तालिका र रेखाचित्रमा का माध्यमबाट देखाउन सकिन्छ भन्छ। यसरी हामी चाहिँ गर्न सक्छौँ। यता प्राइस अनि यता चाहिँ क्वान्टिटी राखेर हामीले यो मान्नुपर्छ। अनि त्यस तल रेखाचित्र अनि यसको सानो चाहिँ व्याख्या गर्न सक्छौँ है हामी। यसरी रेखाचित्रमा भएको वस्तुको माग र मूल्य क्रमशः एक्स र वाइ अक्षयमा देखाएको डिडी माग वक्रको यसको ऋणात्मक छ अर्थात् भनेर हामी यसरी व्याख्या गर्न सक्छौँ। अनि हाम्रो 14 नम्बरमा दिएको तालिकाको आधारमा गर्नुपर्नेछ। अनि यसलाई चाहिँ हेर्न सक्नुहुन्छ। यो सुरुकोलाई चाहिँ 5 मान्ने होइन। पीलाई चाहिँ प्राइस चाहिँ हाम्रो के छ पी छ सुरुको। अनि दोस्रो चाहिँ हाम्रो के छ 15 छ। अनि क्वान्टिटी चाहिँ हाम्रो पहिलो 1 छ। अनि दोस्रो चाहिँ हाम्रो के छ क्वान्टिटी 1 3 छ। अनि यसरी गरेर हामीले डेल्टा निकाल्ने अगाडि। अनि डेल्टा निकालिसकेपछि चाहिँ हाम्रो यो सूत्र लगाउने डेल्टा क्यू अपन डेल्टा पी इन्टु पी अपन क्यू गर्ने। अनि त्यसपछि त्यो गरिसकेपछि त्यहीलाई चाहिँ हामीले तल गर्न सक्छौँ। अनि खमा पनि सेम त्यस्तै हो है।
यो चाहिँ खको पनि पी सुरुमा 15 छ अनि क्यू चाहिँ यो माइनसमा आउँछ डेल्टा चाहिँ अनि हाम्रो चाहिँ डेल्टा आइसकेपछि त्यहीको मान राखिदिने भने सिधै हाम्रो त्यो निस्किन्छ। अनि यहाँ 15 नम्बर भनेको चाहिँ मागको तालिका उत्तर दिनुहोस् भन्छ। यो हाम्रो चाहिँ तालिका पुरा गर्नुपर्ने हुन्छ। यसको चाहिँ हाम्रो क र ख सोध्छ है त। यहाँ कमा भनेको तालिका पुरा गर्नुहोस् भनेको छ। यो चाहिँ हामीले कमा चाहिँ तालिका पुरा गर्नुपर्ने मात्रै छ। पुरा गरिएको तालिकाबाट कुल र सीमान्त वक्रको रचना गर्नुहोस् भन्छ। हाम्रो रेखाचित्र चाहिँ गराउनु पर्ने छ। अनि गमा चाहिँ हाम्रो कुल र सीमान्त उपयोगिता वक्र रेखा बीच सम्बन्ध देखाउनुहोस् भनेको छ। अब हाम्रो यहाँ सल्युसन लेख्नुहुन्छ। हामीले चाहिँ सुरुमा के गर्ने तालिका पुरा गर्ने है त। तालिका चाहिँ हामीले यसरी पुरा गर्न सक्छौँ। यहाँ टेबल चाहिँ दिएको तालिका पुरा गरौँ भनेर लेख्ने। अनि यहाँ चाहिँ हाम्रो तालिका भयो है। तालिका चाहिँ अब कसरी पुरा गर्ने भन्ने कुरा आउँछ थाहा होला। कुल अब सीमान्त उपयोगिता चाहिँ पत्ता लगाउनलाई चाहिँ हामीले यो कुलको चाहिँ फरक लेख्ने है त। 9 बाट 5 घटाए 4 अनि 12 बाट घटाए 9 घटाए 3 यसरी चाहिँ हो। अनि यो चाहिँ कुल अरे के मतलब रेखाचित्र चाहिँ हामीले यसरी गर्न सक्छौँ। एक्स अक्ष मान्ने वाइ अक्ष मान्ने अनि टियु र एमयु टोटल युटिलिटी र मार्जिनल युटिलिटी हो। अनि यो चाहिँ हाम्रो जब सीमान्त वक्र रेखा एक्स अक्षमा भनेर यो चाहिँ हामीले गको चाहिँ हामी सम्बन्ध देखाउन सक्छौँ। सम्बन्ध चाहिँ कस्तो छ भनेर है। अनि मुद्राका कार्यहरू उल्लेख गर्नुहोस् भनेको छ। मुद्राका कार्यहरू निम्न 3 शीर्षकमा वर्णन गर्न सकिन्छ भन्छ। कार्यहरू प्राथमिक कार्यहरू अनि दोस्रो कार्यहरू द्वितीय कार्यहरू अथवा दोस्रो कार्यहरू आकस्मिक कार्यहरू भनेर हामी यसरी लेख्छौँ। अनि अब हामीले वर्णन गर्नुपर्छ प्राथमिक कार्यहरू। विनिमयको माध्यम मुद्राले विनिमयको माध्यमको रूपमा कार्य गर्दछ। यसले वस्तु विनिमय प्रणाली समस्यालाई अन्त्य गरेको छ भन्छ। प्राय सबै खरिद बिक्री मुद्राको माध्यमबाट हुने गरिन्छ भन्छ। मानको मापन मुद्राले मूल्यको एक सामान्य मापनको रूपमा कार्य गर्दछ जसले लेनदेनलाई सरल र सहज बनाएको छ भन्छ। अनि हेक कार्यहरू मुद्राले निम्न कार्यहरू गर्दछ। भावी भुक्तानीको मापदण्ड भावी भुक्तानी भन्नाले भविष्यमा गरिने भुक्तानीलाई जनाउँछ। कसैसँग लिएको ऋणको भुक्तानी पनि भावी भुक्तानी एक रूप हो भन्न सक्छ। अनि यहाँ चाहिँ हाम्रो कमा छ। यसको मूल्य अन्य वस्तुको तुलनामा स्थिर रहन्छ। यो सामान्यतया स्वीकार्य छ र अन्य वस्तुहरूको तुलनामा यो अधिक टिकाउ हुन्छ। मूल्यको सञ्चय मुद्रा मूल्यको सञ्चय गर्ने कार्य गर्दछ। वस्तुको रूपमा गरिएको बचत अस्थायी हुनाले वस्तु विनिमय प्रणाली अन्तर्गत मानिसले बचत गर्न चाहँदैनथे। मुद्राको परिचयसँगै यो कठिनाइ हटेको छ भन्छ। मूल्य हस्तान्तरण मुद्राले मूल्य हस्तान्तरणको कार्य गर्दछ। आर्थिक विकासको साथसाथै विनिमयको क्षेत्र पनि विस्तार हुँदै गएको छ। त्यसैले क्रय शक्ति हस्तान्तरणको आवश्यक महसुस भयो र मुद्राले यस कार्य सरल र सहज रूपमा गर्न सक्छ भन्छ। आकस्मिक कार्य प्रोफेसर किङका अनुसार राष्ट्रिय आयको वितरण उपभोक्ताको अधिकतम सन्तुष्टि सागको आधार अनि पुँजीको तरलता वृद्धि भन्छ। नेपाल आर्थिक विकासको प्रक्रियामा पछि पर्नुका कारणहरू लेखाजोखा गर्नुहोस् भन्छ। अब नेपाल चाहिँ हाम्रो देश चाहिँ किन चाहिँ आर्थिक विकासमा पछाडि परेको छ त अरू देशको तुलनामा के त्यो चाहिँ हामीलाई यहाँ लेख्न भनेर दिएको छ। हामीले चाहिँ यसरी पोइन्टमा चाहिँ लेख्न सक्छौँ। वित्तीय क्षेत्रको पुँजी परिचालन आर्थिक वृद्धिसँग प्रत्यक्ष जोड्न नसक्नु भन्छ। औद्योगिक तथा पूर्वाधार विस्तार निजी लगानी उत्साहप्रद ढङ्गले बढ्न सकेको छैन। विभिन्न समयमा गरिएका लगानी सम्मेलन तथा पूर्वाधार सम्मेलनमा घोषणा गरिएका लगानी यथार्थमा परिणत हुन सकेको छैन। अनि पुँजी निर्माणका क्रियाकलापहरू भन्छ सुस्त हुनु। निजी तथा सरकारी दुवै क्षेत्रमा पुँजी निर्माण अपेक्षित गति लिन सकेको छैन। विकास आयोजना कार्यान्वयनको गति निकै नै धीमा छ भन्छ। यसरी चाहिँ हामीले यसको व्याख्या गऱ्यौँ। अनि हाम्रो यहाँ तेस्रोमा चाहिँ राज्यले प्रदान गर्नुपर्ने आधारभूत सेवाहरूको गुणस्तर कमजोर भन्छ। सेवा प्रवाह सहज सुलभ र सरल छैन। शासकीय प्रबन्ध कमजोर हुँदा राज्य संयन्त्रमा अथाया खुला भएको छ भन्छ। लगानी वातावरण बन्न सक्नु भन्छ। विश्व बैङ्कबाट सन् 2020मा प्रकाशित डुइङ बिजनेस इन्डेक्समा नेपाल 94औं स्थानमा रहने देशभित्र लगानी भित्र्याउन कडा मेहनत गर्नु परेको छ भन्छ। अनि बाह्य लगानीकर्ताहरू नेपालमा लगानीका जोखिम नहुन्जेल पर्ख रहेर कै अवस्थामा रहेका छन् भन्छ। अनि उद्योग क्षेत्र प्रतिस्पर्धा बन्न सकेको छैन भन्छ। नेपालमा चाहिँ प्राय उद्योगहरू चाहिँ खोलिएको छैन। त्यसैले उद्योगको
चाहिँ यहाँ प्रतिस्पर्धा चाहिँ छैन कि त्यसैले प्रतिस्पर्धा नभएपछि चाहिँ विकासै गर्न हाम्रो कठिन हुन्छ कि त्यसैले कुनै पनि क्षेत्रमा हामीले राम्रो र गुणस्तर गर्नु छ भने त्यसमा चाहिँ हाम्रो प्रतिस्पर्धा चाहिँ हुन जरुरी छ भन्न खोजेको। अनि पूर्वाधार विकास गर्न नसक्नु भन्छ। सरकारी संयन्त्र कार्यान्वयन क्षमता दिनानुदिन ह्रास हुँदै गएको छ भन्छ। अनि पूर्वाधारको विकास गर्न नसक्नाले देशको आर्थिक विकासको गतिमा कमी आएको छ भन्दै यसरी हामीले चाहिँ पोइन्टहरू दिएर व्याख्या गर्न सक्छौँ। यसका साथै वित्तीय सेवाको पहुँच न्यून हुनु अनि अर्थतन्त्र आयातमुखी हुनु, उपलब्ध साधनहरूको उचित प्रयोग हुन नसक्नु आदि कारणले गर्दा नेपालमा आर्थिक विकासको प्रक्रियामा पछि पर्दै गएको छ भनेर यसलाई चाहिँ हामीले निष्कर्षमा लेख्न सक्छौँ है त पोइन्ट लेखिसकेपछि। अनि हाम्रो 18 नम्बरमा भनेको छ जलवायु परिवर्तनले नेपालको अर्थतन्त्रमा पारेका प्रभावहरूको व्याख्या गर्नुहोस् भनेको छ। उत्तर जलवायु परिवर्तनले नेपालको अर्थतन्त्रमा पारेका प्रभावहरू निम्न छन् भन्छ। अनि त्यसपछि हामीले चाहिँ यसरी पोइन्टमा चाहिँ व्याख्या गर्न सक्छौँ। कृषिमा प्रभाव नेपालको आर्थिक क्षेत्र मनसुन र अन्य प्राकृतिक तत्त्वहरू निर्भर गर्दछ। यस्तो अवस्थामा जलवायु परिवर्तनको कारणले खडेरी भारी वर्षाहरू हुने यस्ता चाहिँ समस्या हुन सक्छन् भन्छ। पर्यटनमा प्रभाव भन्छ जलवायु परिवर्तनको प्रभावले केही पर्यटकहरू गन्तव्यसम्म गन्तव्यलाई कम आकर्षक र अरूलाई बढी आकर्षक बनाउँछन् भन्छ। अनि अचानक मौसम आएको परिवर्तनका कारणले राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकहरूको आफ्नो ज्यान गुमाएको थुप्रै घटनाहरू छन्, त्यसैले पनि पर्यटकहरू भाडिन सक्छन् भन्छ। पूर्वाधारमा प्रभाव भन्छ नेपाल पहिले नै गरिब छ र सडक, पुल, जलविद्युत आयोजना, भवन आदि जस्ता भौतिक पूर्वाधार पुँजी लगानी गर्न सकिरहेको छैन। अर्कोतर्फ जलवायु परिवर्तनका कारणले हरेक वर्ष मुलुकमा पूर्वाधारको क्षति भइरहेको छ, जसले आर्थिक लगानीमा वृद्धि गर्दछ भन्छ। अनि जलविद्युतमा प्रभाव भन्छ जलविद्युत पहिले नै एक जटिल प्रणाली हो र जलवायु परिवर्तनले जलविद्युत प्रणालीको जटिलतालाई बढाउँछ। वर्षाको उतार चढावले पानीको मात्रा, स्थिति, क्षमताको उत्पादन असर गर्छ। नेपाल तापक्रमको वृद्धिसँगै हरेक वर्ष हिमालयको हिउँ पग्लने क्रम बढेर जलविद्युतको उत्पादन वृद्धि हुन्छ भने यसको दीर्घकालीन असर नकारात्मक हुन्छ। बसाइसराई जलवायुको परिवर्तनले गर्दाखेरि बसाइसराईको समस्या सिर्जना गर्दछ। मानिसले बाढी पहिरोको डरले पनि जलवायु परिवर्तनका कारणले बसाइसराई गर्दछन्। यो चाहिँ हाम्रो हिसाब हो, यसलाई चाहिँ हेर्नु होला। योभन्दा चाहिँ हाम्रो सजिलो हिसाब चाहिँ हाम्रो यहाँ अरमा तलतिर यो छ नि अर, यसमा चाहिँ दिन्छ, यसलाई चाहिँ हामीले गर्न सक्छौँ। हस् त यो चाहिँ आजको अन्तिम हिसाब रहेको छ। यो तलतिरको चाहिँ अलि सजिलो चाहिँ यही तलतिर गर्नु होला हजुरहरूले। यो चाहिँ सल्युसन पाइहाल्नुहुन्छ युट्युबमा, हेर्नु होला कसरी सल्युसन गर्ने। साथै अहिलेसम्म भिडियो हेर्नुभएकोमा एकदमै धन्यवाद। नेक्स्ट कुन टपिकमा भिडियो गरौँ भन्नु होला। साथै हजुरहरूलाई परीक्षाको सफलताको शुभकामना। धन्यवाद।